हिजो चाहिँ म मेरो सानो छोरीलाई लिएर यहीँ स्वयम्भूको पछाडि स्केटिङ हाउस गएको। अनि त्यहाँ चाहिँ सानो छोरीलाई अब खेलाइदिनु पऱ्यो भनेर गएको। अनि यसो ठाउँ हेरेको, बिहान म कति बजे अराउन्ड 8 बजे 9 बजे गएको थियो। अनि 9 बजीसम्म नि यो ठाउँ यस्तो फोहोर थियो कि होइन, अब भर्खरै ओपन गरेको ठाउँ यति फोहोर थियो। हाइजेनिकको त यस्तो हुनै थिएन। अनि फेरि अब सानो बच्चाहरू हो, अनि जिद्दी गरिहाल्छ। मैले त नखेलौँ भनेको थिएँ। अनि मेरो सानो छोरीले होइन बाबा खेल्ने भन्यो। अनि त्यसपछि ऊ चाहिँ फर्स्ट टाइम खेलिरहेको के स्केटिङ मैले सिकाएको। अनि त्यसपछि अब फ्लोरमा मप पनि छैन, केही पनि छैन होइन, यस्तो फोहोर गनाइरहेको थियो। वासरुम त्यस्तै के अरे स्मेल आउने यस्तो फोहोर थियो, ठाउँ नै एकदमै फोहोर थियो। अनि त्यसपछि मैले त्यहाँ कुरा पनि गरेँ, किन यस्तो फोहोर भन्दाखेरि अब के अरे यस्तै हो त सफा हो भनेर भन्दै थियो। अनि त्यसपछि टिकट पनि एकदमै एक्सपेन्सिभ, 200 पर पर्सन फर 1 आवर है। अनि त्यसपछि मलाई चाहिँ त्यति ठिक लागेन। अनि यहाँ अरू बच्चाहरू पनि खेलिरहेकै थियो। अनि यत्रो पर पर्सन 200 पर आवर लिइसकेपछि यो सफा चाहिँ राख्नु पर्थ्यो नि, सफा राख्नु पर्थ्यो। अनि मपहरू हान्नु पर्थ्यो, क्लिन राख्नु पर्छ नि त। बच्चाहरू खेल्ने ठाउँ हो भने त एकदम हाइजेनिक चाहिन्छ नि त होइन। यसमा चाहिँ हाइजेनिकको चाहिँ मेन्टेन एउटै गरेको थिएन क्या। मलाई चाहिँ मन परेन है यो ठाउँ।